आफूले गीतै नगाइकन कुनै पनि गीतमा आफ्नो स्वर कसरी हाल्ने भनेर भन्छ है त। यो चाहिँ कम्प्लिटली एआई युज गरेर हो। अनि एउटा कुरा के बुझ्नु जरुरी छ भने तपाईँले युज गर्नुभएको गीत चाहिँ तपाईँको कपिराइट छैन भने चाहिँ तपाईँले कानुनी रूपमा युज गर्न पाउँदैन। जसको गीत हो उहाँहरूले तपाईँलाई कानुनी कारबाही गर्न सक्छ र यही भिडियो मार्फत म के भन्छु भन्दाखेरि तपाईँ कलाकार हुनुहुन्छ र तपाईँको गीत चाहिँ विभिन्न इन्डियाको सिङ्गरहरूले या विदेशी सिङ्गरहरूले गाएको त्यस्तो कन्टेन्टहरू तपाईँले इन्टरनेटमा देख्नु भएको छ भने चाहिँ त्यो जसले अपलोड गरेको हो उहाँलाई तपाईँले कानुनी कारबाही गर्न सक्नुहुन्छ। कुन आधारमा कानुनी कारबाही अगाडि बनाउन मिल्छ भन्दाखेरि त्यस्तो कभरहरू बनाउनका लागि चाहिँ तपाईँको ओरिजिनल गीत युज भएको हुन्छ। तपाईँसँग कुनै पनि परमिसन लिएको छैन भने चाहिँ त्यस्तो कभर गीतहरू जति पनि बनाएर पैसाहरू कमाछ त्यो सबै तपाईँले पाउन सक्नुहुन्छ। प्लस अरू क्षतिपूर्तिहरू पनि क्लेम गर्न सक्नुहुन्छ है त। त्यही भएर मैले यो सिकाउँदैछु तर अरूको कपिराइट भएको गीतहरूलाई चाहिँ यस्तो काममा चाहिँ युज नगर्नु होला है त। त्यसको लागि चाहिँ एउटा डेस्कटप एप्लिकेसन छ है, त्यसको नाम चाहिँ रिप्ले भन्ने हो र यो तपाईँको कम्प्युटरमा काम गर्ने हो होइन। अनि एआई भएको कारणले कम्प्युटिङको लागि चाहिँ राम्रो जिपियु चाहिँ हुनुपर्छ होइन। राम्रो जिपियु भएन भने स्लो हुने या कामै नगर्ने नै हुनसक्छ। अब त्यो कसरी गर्ने भन्दाखेरि सुरुमा गीत सेलेक्ट गर्ने, तपाईँले कुन गीतको कभर गर्ने हो यहाँ सेलेक्ट गर्ने होइन। या मैले एउटा गीत सेलेक्ट गरेँ। सेकेन्डमा चाहिँ यो मोडल भनेको छ, मोडल चाहिँ विभिन्न भोइसको मोडलहरू हुन्छ होइन। यो भोइसको मोडलहरू यो आरबिसी मोडल भन्छ। तपाईँले इन्टरनेटबाट विभिन्न कलाकारहरूको डाउन गर्न सक्नुहुन्छ। धेरै नेपाली आर्टिस्टहरूको इन्डियन सिङ्गरहरूले कभर बनाएको त्यस्तो छ नि, त्यो इन्डियन सिङ्गरको भोइसहरू चाहिँ यो इन्टरनेटबाट डाउनलोड गरेर बनाएको हो है। अनि यस्तै भोइस तपाईँले आफ्नो पनि बनाउन सक्नुहुन्छ। अनि त्यो बनाइसकेपछि चाहिँ यहाँ स्टेम भन्ने कुरा छ होइन। पुरै गीत हो भने चाहिँ यो स्टेम सेलेक्ट गर्ने हुन्छ होइन। अडियो मात्रै छ, तपाईँको कसैको भाषणलाई कन्भर्ट गर्नु पर्यो भने चाहिँ यो स्टेम भन्ने चाहिँ अफ गर्ने हो है। सुरुमा चाहिँ म्युजिकबाट छुट्याउँछ यो एप्लिकेसनले अनि त्यो भोइसलाई चाहिँ तपाईँले कुन भोइस चुज गर्नुपर्छ त्यसमा कन्भर्ट गर्छ अनि फेरि त्यो भोइसलाई चाहिँ फेरि फाइनल आउटपुटमा चाहिँ म्युजिक हुन्छ अनि तपाईँको भोइस हुन्छ कि। अनि केटा र केटीको भोइसमा त्यो पिचको डिफरेन्स हुन्छ नि, त्यो पिच चाहिँ यहाँबाट +6 -6 या +12 -12 मिलायो अनि त्यसपछि कन्भर्ट अडियो गर्यो भने चाहिँ फाइनल अडियो चाहिँ यहाँ जेनेरेट भएर आउँछ है। अनि आफ्नो भोइसको मोडल कसरी बनाउने भन्दा चाहिँ आफ्नो भोइसको मोडल बनाउन चाहिँ बाजा-गाजा बिना आफ्नो भोइस मात्र रेकर्ड गर्ने होइन। अनि रेकर्ड गर्न फ्री एप्लिकेसनहरू हुन्छ डेस्कटपमा, जस्तै अडासिटी भन्ने छ। अनि यो मोडलको लागि रेकर्ड गर्ने भनेको चाहिँ के लेखेको कुराहरू पढिदिनु भयो, कुनै एउटा गीतै गाइ अनि आफ्नो यहाँ भोइस एड गर्ने, त्यसपछि अनि ट्रेन मोडल गर्ने। यो प्रोसेस कम्प्लिट भइसकेपछि तपाईँको भोइस मोडल जेनेरेट भएर बसेको हुन्छ होइन। त्यसपछि चाहिँ कुनै पनि गीतको कभर सङ बनाउँदाखेरि चाहिँ तपाईँको भोइस चाहिँ यहीँ सेलेक्ट गर्ने आउँछ। जस्तै इक्जाम्पलको लागि यो राजा नेपालमा चाहिने नै हो भनेर जुन भिडियो बनाएको थिएँ त्यसको अडियोलाई चाहिँ फिमेलमा कन्भर्ट गरेको भिडियो सुनाउँछ है त। के नेपाललाई राजा चाहिएकै हो त? म विदेशीको भए पनि नेपाली नागरिकको हैसियतले यो कुरा चाहिँ उठाउन मन लाग्यो र एकाअर्कालाई तथा नाम गाली गर्नुभन्दा दुवै विचारधारा राख्नु हुनेहरूले चाहिँ आफ्नो विचार चाहिँ कमेन्टमा राख्नुहुन्छ भन्ने आश गर्छु। सुनिहाल्नुभयो, त्यो चाहिँ मेरो भोइसलाई एउटा केटीको भोइसमा कन्भर्ट गरेको। अब फेरि पनि भन्छु, कभर सङ बनाउँदाखेरि अरूको कपिराइट भएको गीतहरू चाहिँ नबनाउनु होला प्लिज। यो एथिकल कुरा पनि होइन, यो कानुन पनि लाग्छ है त। हस्।